म एउटा सानो कथा सुनाउँछु तपाईलाई आज। एक दिन एउटा समाजमा एउटा राम्रो चित्रकार बस्ने गर्थ्यो। त्यो चित्रकारले एक दिन एकदमै राम्रो मूर्ति बनाएर चोकमा राखेछ र चोकमा राखिसकेपछि उसले तल लेखेछ, यदि यो चित्रमा यदि कसैले खोट पाउनुभयो वा खोट देख्नुभयो भने प्लिज त्यहाँ चिन्ह लगाइदिनु होला, मार्क गरिदिनु होला। उसले त्यसो गर्यो र फर्कियो घर। र जब उसले बेलुका त्यही चित्र राखेको ठाउँमा गयो, त्यहाँ उसले देख्दा अचम्म लाग्यो। त्यहाँ त एकदमै केरिएको थियो, मेटिएको थियो, एकदमै सबैजनाले केरेको थियो यहाँनिर गलत छ भनेर। त्यो देखेर चित्रकार के भयो, एकदमै दुखी भएर एउटा कुनामा टुक्रुक्क बसेर एकदमै चिन्ता गरिरहेको थियो। मैले त राम्रो चित्र बनाएको थिएँ, तर पनि मान्छेले किन यति धेरै मार्क गर्यो, उसले त्यति धेरै एक्सपेक्ट गरेकै थिएन। त्यति नै बेला त्यही बाटो हुँदै एउटा ज्ञानी मान्छे जाँदै थियो। जब उसले चित्रकारले देख्यो तब उसले चित्रकारलाई सोधेछ, ए बाबु के भयो, आज एकदमै दुखी छस् त? तब त्यो चित्रकारले त्यो ज्ञानी मान्छेलाई सबै बेल विस्तार गरेछन्, मैले यस्तो गरेको थिएँ, यो गरेको थिएँ, यस्तो भयो, नतिजा यही छ। तब ज्ञानी मान्छेले एउटा मुस्कुराउँदै एउटा कुरा भनेछ, भोलि तिमी फेरि एउटा चित्र बनाउनु, त्यो चित्रलाई यही ठाउँमा राख्नु र त्यसको मुनि लेखिदिनु, यदि कसैलाई यो चित्रमा केही कमजोरी वा केही त्रुटि देखिएको छ भने प्लिज सच्याएर गइदिनु होला। चित्रकारले भोलि चित्र बनायो, त्यही ठाउँमा मूर्ति राख्यो र त्यही लेखेर गयो। जब उसले भोलिपल्ट साँझ फर्क्यो, त्यहाँ कसैले पनि केरेको थिएन, कसैले पनि मेटेको थिएन, त्यहाँ त केही पनि टिक लगाएकै थिएन, त्रुटि देखिएकै थिएन। तब चित्रकारले सोचेछ, यो समाज कस्तो रहेछ, संस्कार कस्तो रहेछ। उसले त्यति बेला सोचेछ, यो समाजले कुरा काट्ने, अरूको त्रुटिहरू औँलाउने र अरूलाई दुःख दिने यो कुराहरू त सबैले गर्छन्, तर जब उसलाई त्यो सच्याउने बेलामा आउँछ कसैले गर्न सक्दैन भनेर सोचेछ। सो त्यसैले गाइस, तपाईलाई कुरा काट्ने, तपाईलाई टोक्ने, तपाईलाई खुट्टा तान्ने, तपाईलाई दुःख दिने मान्छेहरू समाजमा धेरै आउँछन्, तर तपाईको समस्या कसैले पनि हल गरिदिँदैन। सो यु हेभ टु डु समथिङ, हैन? तपाईले नै गर्नुपर्छ त्यो समस्याको हल, तपाई नै लड्नुपर्छ त्यो सिचुएसनसँग। सो यो कुरालाई चाहिँ त्यो चित्रकारसँग राखेर आफूले एकताले बुझ्नु होला र जतिले कुरा काटिराखेको छ, जतिले टाउको खनाइराखेको छ, जतिले जे गरिराखेका छन् त्यसलाई चाहिँ इग्नोर दैट।